हेलो एभ्रिवान। सो यो भिडियोको साथसाथमा मैले एउटा सानो छोटो मिठो लाइन लिएर आएकी छु जो कि मेरो प्यारी छोरीको लागि रहेको छ। हजुरहरू सुनिदिनु होला र हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो राय व्यक्त गर्नुहोला। ल म सुरु गरेँ है त। प्यारी छोरी, तिमीले धेरै मेहनत गर्यौ र म तिम्रो सफलतामा गर्व गर्दछु। यो अन्तिम 2081 सालको तिम्रो कक्षा 1 को अन्तिम परीक्षा रहेको छ, तर यो केवल एक सुरुवात मात्र हो। तिमी जहिले पनि उज्जवल भविष्यको लागि अघि बढिरहनेछौ। म तिमीलाई धेरै माया गर्दछु सानो। म तिमीलाई यो विशेष दिनमा धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। तिमीले यो यात्रा कति मेहनत र कति समर्पण गर्यौ त्यो त्यो त त्यो त तिम्रो आमालाई, तिम्रो बुबालाई र एक भगवानलाई थाहा छ। अनि त्यसपछि तिम्रो परीक्षा सफल रहोस्। तिमी सधैँ उज्जवल भविष्यतर्फ अघि बढिरहनु। तिमीलाई धेरै माया छ। तिमीलाई माया धेरै मिठो सम्झना भन्ने के अझ। तिम्रो हरेक सफलतामा गर्व गर्नेछौ। तिम्रो आमा बुबा तिम्रो साथमा, तिम्रो आडमा एक खम्बा जस्तै सधैँ तिम्रो साथमा रहनेछौ। निश्चित भएर तिमी अगाडि बढिरहनु सानो। अनि त्यसपछि यही छ मेरो छोरीको लागि एउटा छोटो मिठो लाइन। तिमीलाई तिमीलाई कुलदेवताको, तिमीलाई भगवानको आशीर्वाद रहोस्, सधैँ तिम्रो शिरमा आशीर्वाद रहोस् भन्दै, तिमी एक छोरी, एक लक्ष्मीको रूपमा भगवानले हाम्रो घरमा जो तिमीलाई दिनुभयो, तिमीलाई मैले पाएँ। सो एकदम भाग्यमानी ठान्छु म आफूलाई। एक तिमी साथीको स्वरूप, मेरो साथी, मेरो छोरी, मेरो गार्जेन, मेरो आमा बुबा भने पनि तिमी सबै थोक तिमी छौ। तिम्रो भविष्य, तिम्रो उज्जवल भविष्यको एकदम कामना गर्दै अब यो नानु बढ्दैछिन्। अनि त्यसपछि यो भिडियो मलाई यो लाइनमा एउटा बनाउन मन लाग्थ्यो। सो पछि ठुली हुँदै जान्छन्, अलि ठुली भएपछि यो भिडियो अब मान्छे त रहन्नन्, अब यो भिडियो चाहिँ रहोस्, रहन्छ कि रहन्न त्यो त थाहा छैन। पछि उनीहरू बढ्दै गएपछि, ठुली भएपछि, बुझ्ने भएपछि हेर्लिन् भनेर मलाई एकदम भिडियो यो बनाउनु मन लागेर बनाएको। सो